morning everyone, welcome back to my channel, welcome back to another vlog. So I'm doing vlog after a long time. सबैजना सन्चै हुनुहुन्छ होला. So आज मलाई vlog गर्न मन लाग्यो. So तपाईहरुसँग म मेरो vlog share गर्दैछु अनि तपाईहरुले मेरो vlogहरु मेरो भिडियोहरु माया गरिदिराख्नु भएको छ. Thank you so much. अनि यदि तपाई मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने please do like, share and subscribe to my channel. अनि so let's start our day. अनि अहिले मैले घरको कामहरु गरेर भइसके अब चाहिँ म नास्ता खान्छु. सो त्यसपछि आज दिनभरि मेरो स्कुल छ अनि त्यसपछि एउटा ठाउँमा जानु छ. इफ पोसिबल भयो भने म तपाईहरुलाई त्यहाँ पनि लग्छु. सो लेट्स स्टार्ट. So this is my breakfast guys. दुईटा बोइल एग युजली म खाँदैन हैन, तर आज मलाई खान मन लागेर. सो अनि त्यसपछि चाहिँ यहाँ छ दुध र हर्लिक्स. सो अब म खाएर इन्जोय गर्ने छु अनि फेरि भेट्ने छु. सो मैले यहाँ चामल पनि भात पनि बसालिसके, दाल पनि बसालिसके. पानी थोरै तताउँदै छु पिउनको लागि. अनि यहाँ स्याडो आफ्नो दुध खाँदैछ. स्याडो गुड मर्निङ भन्दै स्याडो हेर्दै हेर्दै स्याडो खाँदैछ. गुड मर्निङ. सरी कपाल के भएको तिम्रो तिम्रो मम्मा भन्दियो न, मम्मा भन्दियो. गुड मर्निङ बाबा. अहोइ लामा अहिले छुन. हजुर आऊ आऊ न पुन्ची. दिनु मामालाई गुड मर्निङ किसिदिनु. थ्याङ्क यू. वेलकम भनिदेऊ न. गुड गर्ल. हाई गर्दो. गुड. तिमी के गरेको हो? ज्याना बाबा ब्ल्याक शिप गाइदेऊ न. गुड गर्ल. गाइस सो मैले खानाहरू बनाइसकेँ होइन. अब चाहिँ मेरो पालो छ मेरो रुम सफा गर्नको लागि. धेरै फोहोर त छैन पहिला जस्तो. जियानाले एकदमै फोरिहाल्नु जियानाको काम. सो बिस्तारै मिलाउनु छ अनि यो बिस्तारै मिलाएर रेडी भएपछि आई विल सी यू. ए नाउ बेड इज रेडी. मेरो छोरी रेडी छ फेरि बिगार्नको लागि पनि. सो अब जानेछौँ हामी. जियानालाई माम खुवाउनेछौँ है. सो यो जियानाको माम हो जाउलो. अब जियानाले आमा खान्छन् कोको हेरेर. ये ये ओके एभ्रिवान. सो अब मैले जियानालाई माम खुवाएर अनि फ्रेसन अप भएर चाहिँ आइसकेको छु. अब चाहिँ म स्कुल जाँदैछु. सो स्कुलको लागि रेडी हुँ है. दिस माई फाइनल लुक गाइज. अब चाहिँ म रेडी भइसकेको छु. अब म छोरीलाई रेडी भएर चाहिँ हामी जानेछौँ स्कुल. स्कुल जानुभन्दा अगाडि चाहिँ म मेरो छोरीलाई उसको फुपूको घरमा छोडिदिनेछु. सो लेट्स गो. मेबी स्कुलमा म भ्लग गर्न पाएँ भने ठिक छ, पाएन भने म आफ्टर स्कुल भेट्नेछु. सो लेट्स गो. वाउ. हाई क्रियास. हाई. हाउ आर यु? गुड भन्दैन जियाना. जियाना गुड भन्देऊ न. यस गुड. ए मुखमा के हालेको खान्छु. तिमी के गरेको? जियाना फुपूको घरमा आएको हो? I think it's the way life changes when in love, yeah. I surround my soul with the positivity. That's why I don't worry about the things that I don't see, yeah. So म चाहिँ स्कुल गएर नानीलाई लिएर घर आइसकेको छु. अनि अब यहाँ चाहिँ जियाना चाहिँ आफ्नो खेल्ने रहेछ होइन. अनि चारैतिरबाट लाइट आएको भएर अलिकति भिडियो क्लियर छैन. सो हाई जियाना. के गर्दै तिमी? खेली खेली गरेर हो. उसको यो
प्ले टाइम हो होइन अनि यो कर्नर हो उसको खेल्ने कर्नर हो सो अब हामी चाहिँ यहाँ स्न्याक्स खाँदैछौँ होइन पप मकै खाँदैछौँ सो हामी यहाँ मकै र चिया खाँदैछौँ अनि रमाइलो हुँदैछ चियानको काम स्न्याक्स खाइसकेपछि अब म चाहिँ आज थुक्पा बनाउँदैछु एउटा मैले युट्युबमा देखेको थिएँ सो एकदमै टेस्टी हुन्छ सो थुक्पा बनाउँदैछु लेट्स गो हाम्रो थुक्पा रेडी भइसकेको छ अब यसलाई चाहिँ म सर्भ गर्नेछु अनि तपाईँलाई देखाउँछु है सो एज यु क्यान सी थुक्पा इज रेडी सो थुक्पा कस्तो बनेको छ साथीहरू जबरजस्ती भन्ने के जबरजस्ती हो ल आज अनि आजको स्पेसल गेस्ट एलिसा कस्तो फिल भइरहेको त मिठो छ ल सो अब हामी खाएर इन्जोय गर्नेछौँ अनि एकछिनमा भेट्नेछु म तपाईँलाई मैले सबै कामसामहरू भ्याइसकेको छैन अनि भ्याएर चाहिँ अब हामी सुत्नलाई आएको छु ज्यान लिएर ज्यान एकछिन खेल्छ अनि खेलिसकेपछि हामी सुत्नेछौँ सो आजको लागि यति नै भ्लगमा आई होप तपाईँलाई भ्लग मन परेको छ त्यति इन्ट्रेस्टिङ भएन बट आई ट्राई माई बेस्ट एन्ड आई सो माई डेली रुटिन म के गर्छु होइन जति सकेँ त्यति देखाएको छु आई होप तपाईँलाई यो भिडियो मन परेको छ यदि यो भिडियो मन परेको छ भने डु लाइक शेयर एन्ड सब्सक्राइब टु माई च्यानल एन्ड सी यु इन माई नेक्स्ट भिडियो बाई बाई एभ्रिवान